अहिले जुन हामी किङस्वे भन्छौँ नि त्यो बेलामा जम भनेर भनिन्छ। त्यहाँ चाहिँ नि खेतमा चाहिँ नि किसानले खनेर काम गर्दाखेरि श्री अमोघपासो लोकेश्वर करुणामय उत्पत्ति अथवा चाहिँ नि त्यो खनन गरेर देखेपछि चाहिँ नि त्यो बेलाका राजा कहाँ जाहेर गरिसकेपछि यसलाई कहाँ राख्ने भन्दाखेरि त्यही रातमा चाहिँ नि राजालाई म आर्यावलोकेश्वर करुणामय म चाहिँ नि कनकमुनिको नाममा त स्थापना भएको कनक चैत्य महाविहारमा मलाई त्यहाँ स्थापना गर्नु भनेर भन्दाखेरि अब यो कनक चैत्य महाविहार भनेको कहाँ छ भन्दाखेरि खोजबिन गर्दाखेरि अहिले हामी भन्छौँ असन र इन्द्रचोकको बिचमा भनेर भन्छौँ। त्यो बेलामा चाहिँ नि त्यहाँ यो नदी साना नदीहरू छन्। त्यो नदी स्थित चाहिँ नि कनक चैत्य महाविहार स्थापना भइराखेको हुनाले त्यो राजालाई त्यो बेलामा सपनामा देखाएको हुनाले श्री अमोघपासो लोकेश्वर करुणामयलाई त्यही कनक चैत्य विहारमा स्थापना गरेको भनेर ग्रन्थमा लेखिराखेको छ।